हेर्नु साथीहरु मेरो बहिनी चाहिँ राति उदी कपाल कोरेर जुम्रा झार्न आँटेको छ झार्छु त नि जुम्रा परेर बेटी भन्न यो छाडे नि बोल्नु चाहिँ सक्छ कपालको जुम्रै बोकेर गज्याङ गज्याङ गर्छ गर्दा एकचोटि बनाइदिँदा कसरी टेक्दा राख गुन्द्रुक पारेको यहाँ चाउ कपाल थुक पार्छ कपाल अझ दाँत देखाउनु दाँत सिधा भिडियो नि त देखाउँदैन नि केही त देखाएन नि राम्री सुबासेले दुध खाएर दुध गनाइरहेछ बाहुन के दुध त गनाउँछ नि के गनाउँछ त साह्रै गनायो सुबास कि गाईको मुतमुत गनाएको मै पारेको न मैले दे हामीलाई ल म दानी त ए ठेकी त छैन के पार्नु अनि मै त कहिले खाँदैछ त होइन क्या हाम्रो मै हुँदैन नि त अनि दही खाँदैन दुध खाँदैन दुध चाहिँ मन पर्दैन नि त मलाई पहिला अनि दही बनाएर कति बनाए बिग्रिन्छ खाँदैन बिग्रिन्छ नि त नि आफै नबिग्रिने खाँदैन बिग्रिन्छ नि त अनि कपाल एकचोटि बनाइदिएन जुम्रा कसरी बनाउँछस् ठेक्दा राखेको थिइस् 1 लाख रुपियाँले कमाउ तैँले जस्तो भन्यो त्यसजना लड नै कनाले यस्तो खस्याङ 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 गरे आफ्नै करा न निन्द्रामा कसरी बनाउँछ त्यसरी गर्ने न निन्द्रामा म बनाउँदिनँ त खाँदैन म देख्छु त हावा तर सुतेर के आमाको लुगा सरको यो बुत्ला आमाको लुगा लाग्छ आमाको लुगा के तेरो बाउको लगाइदिएको छु तेरो बोलेको ओइ त साइ त सिलाना म तेरो आमाको लुगा आमाको लगाइदिएको नहसु त मैले कि त के गरे है त ताली बजाएको थिएँ नि त सिलाइदिएर साइड हेर्नु मन परिरहेछ हौ के रे मैले कि चर्चको जान्छ के अरे यीशु धर्मको बनाइदिइरहेछ मलाई के रे मेरो कपाल मिलाएको क्यामेरामा आउनलाई राम्रो देखिन्छ भनेर म त्यस्तै राम्रो नि इगा छ ठेक्दा राखेछ 10 रुपैयाँ के भनेको ठेक्दा तेरो 10 रुपैयाँ भन्नु चाहिँ के भनेको ठेकदार राखेको थिइस् भनेको पनि गर्छ त के भनेको ठेकदार राखेको छु ठेकदार राखेको 10 रुपैयाँ दिए अरे 10 रुपैयाँ ठेकदार चाहिँ किन राख्नु 10 रुपैयाँको भए चुइगामा खाना चबाउँदै मोबाइल चलाउने होइन काम पाउँदैन कति राम्री हो कति राम्री अलिक अनुहार देख्ने लाइट के अरे फेरि एकचोटि भन्दा अनुहार खुरा भुत्ला उम्रिँदै बिउ मसिनो छरेको रहेछ मेरो उखाल्न सक्दैन उखाल्न त म तेरो दाम उखालिदिन्छु यस्तै त गर्छु गरिदिन्छु उखाल सक्सेस यता देखाएर मजाले जान यो श्वास त यो नबनाए अहिले म के गर्छु भने अहिले तिमीहरूको सबै यो अल्छेनीले के भन्छ खालिदिनु नै अरे सेम सिंहको जस्तो कपाल चल्छ म त गएको छ्या धान कोदोको बिउ रोप्छु भने जत्तिकै खुट्टाको भुत्ला खालिदिनु खोज्छ हौ कोदोको बिउ रोपेको याद आयो कि क्या अस्ति भगवान् यहाँ सियानो जाँदैन यी गर्दा त ठिक्दा एकछिन हेर्नु ठिक 50 रुपियाँ 100 रुपियाँ दे यिनीहरू हाउडे बोल्यो इसो न अल्लाह के नाम पे कुछ दे दो मुझे हमको बहुत भूख लगा है भन्न क्या रे अल्लाह के नाम पे कुछ भी दे दो भन्न के गर्छ हात यस्तो गर्छ त के गरे अलिक सानो नबोलाले आमाले सुन्बे मुखे देखाएर अन्त यसो गर्न कस्तो गर्ने रे यताबाट चाहिँ आइहाल्ने गर्छ सही ल्याएर गर्न सही ल्याएर त नै हेरेर चाहिँ गर्छु म त बोल्दिनँ अब त यिनीहरू न नाटक गर्छ नि राम्रो निकाल्ने मलाई
त्यही नै एक्टिङ गरेको नफुल्ने सोझी बनेको अरे के बोलेको सुभाष जस्तो के त अनि टिस्यु पेपर भन्नु खोजेको होला भन्नु नजानेर नि इङ्ग्लिस बोल्छ मैले मागमा सिक्दैछ डाइरेक्ट मागमा लागि के भन्दै थियो अरे पाउडर भनेर होइन नि। के डिपली लभ पर्ने कि के अरे डिपली होइन अस्ति भनेको थियो यसले अन्जनाले पनि भनेको सुन्दै थियो डेभेलेन्टली होइन के परे के भन्थ्यो यो माग त यो साइड रोन्डा काम पाउँदैन छिना नगरे मेरो भिडियो ओछ्यान मिलायो अन्त हेर न लुकाको जुम्रा झार्ने उयो अन्त हले किन त यस्तो तर भिडियो बनाएर नबोले मलाई भन्ने मसँग बोल्नु सक्छ 15 दिन भयो मसँग बोल्नु सक्छ